तिर पिन्च गर्ने होइन कफीसँग त्यसपछि सोप आलमन्ड चक्लेट पेपरमिन्ट जे छ त्यसले सुँगाइदिने है त नम्बर 1 सक्यो। नम्बर 2मा भिजुअल एक्युटी हेर्ने। भिजुअल एक्युटीमा चाहिँ स्नेलेन्स चार्ट हुन्छ अनि त्यसपछि नियर भिजन फार भिजन हेर्ने त फार भिजन हेर्नको लागि चाहिँ चार्टमा जहाँ राखेको छ त्यो हेर्ने होइन अनि त्यसपछि एउटा आँखा बन्द गर्न लगाउने त्यसपछि अर्को आँखा बन्द गरेर पढ्न लगाउने। यदि त्यसले तलैसम्म पढ्न सकेन यो चार्ट तलैसम्म पढ्न सकेन भने अझै डिस्टेन्स जाने। जस्तै तल 6/60 छ भने यो चाहिँ के हुन्छ 6 मिटरमा हेर्ने 60 मिटरमा हेर्ने भन्ने कुराहरू हो होइन 5 4 3 2 1 गर्दै गर्ने। भएन भने फिङ्गर काउन्ट गर्न फिङ्गर काउन्ट पनि गर्न सकेन भने ह्यान्ड मुभमेन्ट गर्न है। अब फार भिजन भयो नियर भिजनको लागि स्नेलेन्स चार्ट भइहाल्यो होइन नियर भिजन फार भिजन भइहाल्यो। अनि त्यसपछि कलर भिजनको लागि इसिआर चार्ट ल्याउने। यदि तिम्रो 6/60 छैन भने चाहिँ तिमीले के भन्छ पिन होल भिजन हेर्ने। पिन होल भिजनले के भन्छ एउटा सानो पिनले हेर्दाखेरि भएन भने चाहिँ द्याट इज रिफ्र्याक्टरी एपारेटस रिफ्र्याक्टरीको प्रब्लम हुन्छ। जस्तै रिफ्र्याक्टरी भने आँखाबाट कहाँ जान्छ लेन्स भयो होइन त्यसपछि अप्टिक नर्भ भयो त्यसपछि ग्याङ्लियनहरू भयो नि यसको प्रब्लम हो भन्ने कुरा बुझ्नु भयो। अनि त्यसपछि अर्को होइन कन्फ्रन्टेसन टेस्ट। कन्फ्रन्टेसन टेस्ट चाहिँ कसरी गर्ने भने उ र म अपोजिट अपोजिट बस्ने अनि त्यसपछि दुवैजनाको आँखा एउटा आँखा बन्द गर्ने त्यसपछि अनि वेभलिङ गेटमा लिएर आउने एकातिरबाट ल्याउने कहाँनिर देखिँदो रहेछ त्यो भन्ने चारैतिरबाट हेर्नु पऱ्यो है त अप्पर आउटर अप्पर इनर त्यसरी चारैतिरबाट हेर्नु पऱ्यो। त्यसपछि अब भिजुअल कन्फ्रन्टेसन टेस्ट पिपल्स एक्जामिनेसन गर्दा चाहिँ पिएल्स टेस्ट गर्नुहुन्छ 3 mm राउन्ड रियाक्टिभ अनि रिफ्लेक्स। अब डाइरेक्ट लाइट रिफ्लेक्स डाइरेक्ट यो आँखा यस्तो छ भने के हुन्छ सिधा हेर्न लगाउने साइडबाट उ गर्न साइडबाट टर्च देखाउने है त यताबाट पनि गर्ने। अनि त्यसपछि अनि कभर गरेर के भन्छ अर्को आँखामै हेर्ने यतातिर गरे होला द्याट इज इन्डाइरेक्ट। कन्जेसनल लाइट रिफ्लेक्स भनेको चाहिँ स्विङ्गिङ लाइट रिफ्लेक्स गर्ने होइन। अनि आरएपिडी देखिन्छ यदि आरएपिडी देखिन्छ आरएपिडी भनेको चाहिँ तिम्रो यतातिर लाइट देखाउँदाखेरि दुवै कन्स्ट्रिक्ट हुनु पर्यो तर आरएपिडीले गर्दाखेरि यो चाहिँ के हुन्छ एकातिर डाइलेक्ट हुन्छ द्याट इज आरएपिडी है। त्यसपछि आयो अब एकोमोडेसन रिफ्लेक्स कसरी हेर्ने भन्दाखेरि चाहिँ सिधा आँखा हेर्न लगाउने अनि त्यसपछि कुनै एउटा 25 सेन्टिमिटरमा ल्याएर ढ्याक्क लाएर यहाँनिर लाइट राख्ने द्याट चाहिँ एकोमोडेसन रिफ्लेक्स। अनि फन्डस एक्जामिनेसन भनेको चाहिँ यदि राइट साइडको हेर्ने छ राइट साइडबाट हेर्ने अनि त्यसपछि भेसल्सलाई फलो गर्दै जाने है त। सो दिस इज अल अबाउट। अनि त्यसपछि अर्को हुन्छ 3 4 6 र अनि 3 4 6 क्राइनल नर्भ एक्जामिनेसन। 3 4 6 भनेको चाहिँ एक्स्ट्राकुलर मुभमेन्ट हो एक्स्ट्राकुलर मुभमेन्ट आँखाको लागि हेर्ने। अनि त्यसपछि एक्स्ट्राकुलर मुभमेन्ट हेर्नको लागि चाहिँ के गर्नु पर्यो भनेर सोध्यो भने चाहिँ तिमीले एच सेपमा देखाउनु पर्यो यस्तो 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 गर्ने यता यता गर्ने दुइटै आँखाले देखाउने है त एउटा आँखा कभर गर्ने अर्को आँखा कभर गर्ने। सो दिस इज है त। सो यसमा चाहिँ के भन्छ स्नेलेन्स चार्ट जुन भिजुअल एक्युटीको कुरा गरेको छ नि त्यो भिजुअल एक्युटीको स्नेलेन्स चार्ट हेर्ने होइन वान आई कभर गर्ने अर्को आँखाले पढ्न लगाउने। अनि लार्जेस्ट डिस्टेन्स हेर्ने सकेन भने रिड्युस द टेस्ट डिस्टेन्स 3 मिटर त्यसपछि 1 मिटर होइन। स्टिल क्यानट भएन भने चाहिँ तिमीले फिङ्गर काउन्ट गर्न त्यो पनि भएन भने चाहिँ फिङ्गर मुभमेन्ट गर्न लगायो नि त। अनि त्यो स्नेलेन्स चार्टमा चाहिँ डिक्रिजिङ फ्रन्ट साइड भनेको चाहिँ कति यदि 6 मिटर 6/60 छ भने चाहिँ तिम्रो 6 मिटरमा हेर्दाखेरि 60 मिटर डिस्टेन्स देखिन्छ भन्नु खोजेको क्या है। त्यही भएर 6/60 मिटर पेसेन्ट सिज एट अ 6 मिटर द फ्रन्ट साइड द्याट इज सिन एट 60 मिटर बाई अ पर्सन विथ नर्मल भिजन है त। त्यसपछि अर्को भनेको चाहिँ के हुन्छ अनि यस्तो छ भने चाहिँ पिन होल राख्ने पिन होल राख्दाखेरि चाहिँ तिम्रो एनी रेजिडुअल रिफ्र्याक्टिभ एरर छ कि छैन भनेर थाहा हुन्छ इन्डिकेट्स द प्रेजेन्स अफ द आई रिफ्र्याक्टिभ एम्बाइलोपिया रेटिनल अप्टिक नर्भ प्याथोलोजी है त। त्यसपछि अब आयो तिम्रो पिपुल्स एक्जामिनेसन गर्दाखेरि चाहिँ तिम्रो त्यो एब्नर्मल पिपुल्स छ कि छैन एक्जाम पिपुल्स सिएफ सेप सिमेट्री अनि एनआइसो कोरिया छ कि छैन विच इज सिन इन 20% अफ द पपुलेसन है। त्यसपछि आयो तिम्रो भिजुअल फिल्ड होइन भिजुअल फिल्ड हेर्दाखेरि चाहिँ के गर्ने भनेर भिजुअल फिल्डको पहिले सुरु नर्मल भनेको चाहिँ 160 130 भनेर सम्झिनु पऱ्यो। अनि त्यसपछि 15 डिग्री चाहिँ मिडियल तिम्रो 15 डिग्री यतातिर चाहिँ तिम्रो ब्लाइन्ड स्पट हो है त। नर्मल भिजुअल फिल्ड भनेको 160 र 130 है त भर्टिकल्ली चाहिँ के हुन्छ 130 हो है त यति चाहिँ तिमीले याद गर्नु 130 र 160 होइन। कसरी चेक गर्ने भन्दाखेरि चाहिँ के हुन्छ पहिला सुरु भिजुअल एक्युटी तिमीले मेक सेयर गर्नु अनि 1 मिटर दुईजनाको टाढा बस्ने होइन यो र यो 1 मिटर अनि हाफको डिस्टेन्समा लगेर चाहिँ एउटा आँखाले वेभलिङमा के हुन्छ यता लाने यता लाने यता लाने यता लाने कहाँ देख्यो भनेर भन्ने आँखा क्लोज गरेर कभर 1 आई एन्ड लुक डिरेक्टली एट द अपोजिट आइज ब्रिङ एन एक्सटेन्डेड फिङ्गर एट द पेरिफेरी टुवर्ड्स विगल यर फिङ्गर टिप एन्ड आस्क द पेसेन्ट टु सी what when they see it first if a patient fails to notice your finger it is clearly visible to test all the four coordinates separately white haptin अथवा white neuropin भनेर चाहिँ गर्दाखेरि द्याट इज भिजुअल फिल्डको के हुन्छ कन्फ्रन्टेसन टेस्ट है त।
अब नेक्स्ट भनेको आरएपिडी त्यही हो एक्जाम तरिका ब्राइट लाइटले हेर्नु पर्यो होइन मिनिमम अफ 3 सेकेन्ड्समा त्यसपछि मुभ इट ब्रिक्सली बिट्विन द थ्री आइज गर्दाखेरि चाहिँ तिमीले आरएपिडी देखिन्छ है एकोमोडेसन भनेको चाहिँ पेसेन्टलाई डिस्टेन्स टार्गेटमा हेर्न लगाउने देन क्विकली फोकस अन द क्लोज फिक्सेसन टार्गेट है त त्यो गर्दाखेरि पिपल कन्स्ट्रिक्ट पिपल हेर्नु पर्यो हामीलाई फेरि चाहिँ यता कन्भर्स पनि हुन्छ पिपल पनि हेर्नु पर्यो है त आँखातिर है त सो एकोमोडेसन पनि सक्यो अकुलर मुभमेन्टमा चाहिँ सेटिङ पोजिसनमा लुक एट द टर्च 50 सेन्टिमिटर अवे आस्क देम टु if they experience diplopia प्राइमेरी चाहिँ मुख सिक्स टार्गेट गेज भनेको चाहिँ के भन्छ एच सेपमा गर्ने हो होइन अनि त्यसपछि अनि कुनै निस्टागमा देखाएको छ कि छैन भनेर हेर्ने हो है त सो अर्को हुन्छ यसमा देखाएको चाहिँ के हुन्छ अक्लो केफालिक डल साइड रिफ्लेक्स देखाएर डल साइड रिफ्लेक्स सिधा छ अनि हेड टर्न गर्ने यतातिर हेड टर्न गर्दाखेरि आँखा त यहीँनिर छ नि त होइन फेरि यतातिर हेड टर्न गर्ने आँखा यतातिर यदि तिम्रो पेसेन्ट चाहिँ के भन्छ यतातिर टर्न गरिरहेछ आँखा पनि भन्छ द्याट इज डल साइड पजिटिभ चाहिँ युजली डेथ भएको पेसेन्टहरूमा भइरहन्छ है सो थ्याङ्क यू दिस इज अल अबाउट द क्यानल नर्भ 6 सम्म गयो त